परमेश्वर हाम्रो हृदयमा अटाउनुको अर्थ उहाँको आकार सानो हुनु होइन, बरु उहाँको प्रेम र उपस्थिति हामीसँग जोडिनु हो। परमेश्वरले मानिसलाई बनाउनु हुँदा एउटा विशेष क्षमता दिनुभयो। बाइबलले भन्छ उहाँले मानिसको हृदयमा अनन्तता राखिदिनु भएको छ। उपदेशक 3:11 हाम्रो हृदय कुनै भौतिक भाँडो होइन, यो एक आत्मिक पत्र हो जुन परमेश्वरकै लागि बनाइएको हो। जतिसुकै पैसा, सुख वा सफलताले पनि मानिसको मन किन अगाउँदैन, किनभने त्यो खाली ठाउँ यति ठुलो छ कि त्यहाँ परमेश्वर बाहेक अरू कोही अटाउनै सक्दैन। त्यसैले अनन्त परमेश्वर अटाउन सक्ने एउटै ठाउँ मानिसको हृदय हो। यही समस्याको समाधान गर्न प्रभु येशू पृथ्वीमा आउनुभयो। परमेश्वर यति महान हुनुहुन्छ कि हामी उहाँसम्म पुग्न सक्दैनथ्यौं, त्यसैले उहाँ आफै मानिस बनेर आउनुभयो। प्रभु येशूले परमेश्वरको असीमित स्वरूपलाई एउटा मानव शरीरमा धारण गर्नुभयो। जब हामी प्रभु येशूमा विश्वास गर्छौं, उहाँको माध्यमबाट परमेश्वरको त्यो असीमित उपस्थिति हाम्रो सानो आत्मामा बस्न योग्य बनाउनु भयो। परमेश्वर हाम्रो हृदयमा अटाउनुको अर्थ उहाँको आकार सानो हुनु होइन, बरु उहाँको प्रेम र उपस्थिति हामीसँग जोडिनु हो। उदाहरणका लागि एउटा सानो बच्चाको आँखामा उसको आमाको पूरा अनुहार अटाउँछ। के आमा सानो भएर अटाइएकी हो र? होइन, त्यो प्रेमको दृष्टिको कारणले सम्भव भएको हो। त्यसरी नै परमेश्वरले आफ्नो पूरा शक्ति होइन, तर आफ्नो पवित्र आत्माको छाप हामी भित्र राखिदिनुहुन्छ। जब हामी प्रभु येशूमा विश्वास गर्छौं, हामी परमेश्वरमा हुन्छौं र परमेश्वर हामी भित्र हुनुहुन्छ। मानिसको हृदयको विषयमा बाइबल र आत्मिक सत्यहरू अत्यन्तै रहस्यमय र गहिरो छन्। जब बाइबलले परमेश्वरले मानिसको हृदयमा अनन्तता राखिदिनु भयो भन्छ, यसले हाम्रो भौतिक मुटुलाई मात्र होइन, तर हाम्रो अस्तित्वको त्यो ठाउँलाई बुझाउँछ जहाँ परमेश्वर वास गर्नुहुन्छ। यसको केही रहस्यमय कुराहरू छन्। अनन्तताको तिर्खा। मानिसको हृदयमा एउटा यस्तो शून्य वा खाली ठाउँ छ जुन संसारको कुनै पनि कुराले भरिन सक्दैन। मानिसले जति नै धन, ज्ञान वा सुख पाए पनि ऊ अझै बढी खोजिरहन्छ। किनभने उसको हृदयमा अनन्तता राखिएको छ। अनन्तता खाली ठाउँलाई भर्नका लागि अनन्त परमेश्वर नै चाहिन्छ। यो संसारका सीमित कुराहरूले अनन्त हृदयलाई कहिल्यै तृप्त पार्न सक्दैन। हाम्रो हृदय केवल रगतलाई पम्प गर्ने अङ्ग मात्र होइन, यो परमेश्वरको आवाज सुन्ने र उहाँको उपस्थितिलाई महसुस गर्ने एउटा आत्मिक एन्टिना हो जसले अदृश्य परमेश्वरसँग कुराकानी गर्न सक्छ। भौतिक रूपमा मानिस सानो छ, तर आत्मिक रूपमा मानिसको हृदय ब्रह्माण्ड भन्दा पनि ठुलो छ। परमेश्वर जो आकाशको आकाशमा पनि अटाउनुहुन्न, उहाँले भन्नुभयो, म नम्र र पश्चातापी हृदयमा वास गर्छु। यशाया 57:15। यसको अर्थ मानिसको हृदयमा एउटा यस्तो प्रवेशद्वार हो जहाँ भौतिक संसार र आत्मिक संसार एकै ठाउँमा जोडिन्छन्। नयाँ हृदयको रहस्य। मानिसको पुरानो हृदय पाप र स्वार्थले गर्दा कठोर ढुङ्गा जस्तो भएको छ। परमेश्वरले भन्नुभएको छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र एउटा नयाँ आत्मा राखिदिनेछु। इजिकेल 36:26। प्रियहरू, यीशुमा विश्वास गरेपछि सबैभन्दा ठुलो परिवर्तन यही हो। परमेश्वरले मानिसको हृदयको पुरै ढिक्का नै परिवर्तन गरिदिनुहुन्छ, जसले गर्दा मानिसले परमेश्वरलाई खोज्न र प्रेम गर्न थाल्छ। र हृदय जीवनको मुहान हो। बाइबलले चेतावनी दिन्छ, सबैभन्दा बढी आफ्नो हृदयको रक्षा गर, किनकि जीवनका मूलहरू यसैबाट निस्कन्छन्। हितोपदेश 4:23। तपाईको बाहिरी जीवन, तपाईको व्यवहार, शब्द, भविष्य कस्तो हुन्छ भन्ने कुरा, तपाईको हृदयमा के छ भन्ने कुराले निर्धारण गर्छ। हृदय त्यो बिउ हो जहाँबाट तपाईको पूरा संसारको वृक्ष पलाउँछ। परमेश्वर हाम्रो जस्तो हाड मासुको सीमित शरीर हुनुहुन्न, उहाँ आत्मा हुनुहुन्छ। आत्माको कुनै भौतिक आकार वा सिमाना हुँदैन। जसरी रेडियोको तरङ्ग पुरै आकाशभरि फैलिएको हुन्छ, तर एउटा सानो मोबाइल वा रेडियो भित्र पनि अटाउँछ र बच्छ।
त्यसरी नै परमेश्वर ब्रह्माण्डभरि हुनुहुन्छ, तर उहाँको उपस्थिति र शक्ति एउटा सानो मानवको हृदयमा अटाउन सक्नुहुन्छ। मानिसको हृदयमा परमेश्वरले एउटा गोप्य कोठा बनाउनु भएको छ। त्यो कोठाको साँचो उहाँले मानिसको हातमा राखिदिनु भएको छ। उहाँ बाहिर ढकढकाउनुहुन्छ, जसरी प्रकाशको पुस्तकमा उहाँले भन्नुभएको छ, तर भित्र छिर्नका लागि तपाईले नै ढोका खोल्नु पर्छ। जब तपाईले ढोका खोल्नुहुन्छ तब सीमित मानिस र असीमित परमेश्वर बीचको त्यो रहस्यमय मिलन सुरु हुन्छ। के तपाईले कहिले आफ्नो हृदयमा एउटा अतृप्त तिर्खा महसुस गर्नुभएको छ? जुन संसारका कुराले मेटिँदैन, त्यही नै तपाईको हृदयमा भएको अनन्तताको प्रमाण हो।